वेलकम टु माई एनदर भ्लग र होप सबैजना सन्चै हुनुहुन्छ होला र म नि सन्चै छु र थ्याङ्क यू सबैजनालाई जसले चाहिँ मेरो भ्लग अन्त्यसम्म हेरिदिनु भयो र लाइक सेयर सब्सक्राइब गरिदिनु भयो थ्याङ्क यू सो मच र अहिले चाहिँ हामी कामबाट फर्किरहेछौँ हामी चाहिँ 3 जना छौँ अगाडि 2 जना छ मेरो साथीहरू र म अहिले पछाडि छु भ्लग बनाउँदै हामी चाहिँ घर आइसकेका छौँ र किशोरले चाहिँ गेट खोलिरहेछ ल गाइस हामी चाहिँ रुममा आइसकेको छौँ आफ्टर ट्राभलिङ 1.5 hour अन ट्रेन र यहाँ चाहिँ 11 बजेको छ अब चाहिँ हामी जान्छौँ बाथरुमतिर र खुट्टा धुन्छौँ फ्रेस हुन्छौँ र त्यसपछि हामी किचनमा जान्छौँ खाना खान्छौँ खाजा बनाउँछौँ किनकि भोलि हाम्रो अर्को सिफ्ट छ जुन चाहिँ 7 बजेदेखि सुरु भएर 3 बजेसम्म हुन्छ र गाइस हामीले चाहिँ खाना खाइसकेको छौँ र खाजा नि प्याक गरिसकेको छौँ र अब चाहिँ हामी सुत्न लागेको अहिले चाहिँ लन्डनको 1:30 भएको छ र हामीलाई चाहिँ भोलि छिटै उठ्नु छ हामीलाई भोलि 5 बजेतिर उठेर काममा पुगिसक्नुपर्छ किनकि भोलि 7 बजे हामी काममा पुगेर चाहिँ लुगासुगा लाएर रेडी भइसक्नुपर्छ र अहिले चाहिँ हामी सुत्न लागेको हामीलाई अब सुत्नको लागि टाइम भनेको त्यही 4 घन्टा हो 4 घन्टामा सुतेर हामी फेरि अर्को डबल सिफ्ट मतलब अर्को नेक्स्ट सिफ्टमा चाहिँ जानुपर्छ र गाइस म फेरि अब उठिसकेको छु र एकदमै गाह्रो भयो उठ्नको लागि बिहान किनकि अघि भर्खर जस्ट सुतेको थिएँ म फेरि उठ्नु पर्यो कति 1:30 बजे 2 बजीतिर म सुतेको थिएँ र अहिले चाहिँ 5 बज्यो 5 बजी नै उठेर फेरि काममा जानु पर्यो जम्मा 3 घन्टा जति सुतेँ होला म र 3 घन्टा सुतेर मेरो हालत यति गाह्रो भएको छ नि केटाहरूको हालत देख्न सक्नुहुन्छ केटाहरू यहाँ अगाडि छन् बिहान उठ्दाखेरि कस्तो लागिरहेछ दोस्तको भ्लगमा म 2-4 शब्द राख्न चाहे लन्डनमा त के अरे आँखामा निन्द्रा अनि ज्यानमा जोस जागर बोकेर हामी कामतर्फ लम्किसकेका छौँ निन्द्रै पुग्दैन कहिले लन्डन आएपछि तिमी भोक भन्दैनौ तिमी निन्द्रा भन्दैनौ तिमी काम पनि भन्दैनौ मात्र तिमी पैसा भन्छौ 1-2 बजे सुतेर 5 बजे उठ्दाखेरि र काममा जाँदाखेरि मलाई लागिरहेछ नेपालमा चुनाव लड्न गइरहेको छु म र यहाँ छन् मेरो सहयोगीहरू जसले चाहिँ मलाई अब चुनावमा एकदमै धेरै साथ दिन्छन् हैन नचिनेको बुढाउकाले चाहिँ नभएमा त्यसलाई नै भन्नुहुन्छ दाइ चुनावमा भोट हाल्नु र गाइस हामी चाहिँ काममा हिँडिरहेका छौँ हाम्रो साथीहरू चाहिँ अगाडि छ र म चाहिँ पछाडि छु र अहिले चाहिँ अलिअलि पानी परिरहेको छ अहिलेसम्म चाहिँ पानी परिरहेको थिएन अहिले चाहिँ पानी परिरहेको छ धेरै होइन थोरै परिरहेको छ यहाँ देख्न सक्नुहुन्छ रोडहरू अलिअलि भिजिरहेछ र हामीले छाता ल्याएनौँ छाता ल्याउनु पर्थ्यो हामीले त्यही पनि ठिकै छ अहिले त्यति धेरै पानी परेको छैन त्यही पनि छाता चाहिँ बोकिएर हिँड्नुपर्छ लन्डनमा किनकि कुन बेला पानी पर्छ कुन बेला के हुन्छ थाहै हुन्न कुन बेला घाम लाग्छ र जो पनि आउने हुनुहुन्छ लन्डनमा उहाँले चाहिँ छाता लिएर आउनु होला र हेभी ज्याकेट पनि लिएर आउनु होला किनकि लन्डनको टेम्परेचर एकदमै डाउन छ गाइस किनकि एकैछिनमा लाग्छ कि हजुरलाई घाम लागिरहेको जस्तो लाग्छ तर बाहिर जब निस्किनुहुन्छ नि इट्स भेरी कोल्ड क्या कति धेरै चिसो हुन्छ लागि कि म बेकारमा लन्डन आएँ क्या नट बिकज अफ इट्स इन्भाइरोमेन्ट होइन इन्भाइरोमेन्ट एकदम राम्रो छ तर यसको चिसोले एकदम चिसो म जब वहाँ हिथ्रोबाट निस्केर यहाँ ट्रेन म फरेस्ट गेटमा बस्थेँ पहिला र फरेस्ट गेटमा जब स्टेसनमा पुगेँ र जब निस्केँ नि लन्डनको चिसोले यति हाने कि मैले ज्याकेट लगाएको थिएँ त्यही पनि एउटा ज्याकेटले थाम्नै नसके क्या भित्रबाट केही लाथिनँ एउटा टी सर्ट लगाएको थिएँ र ज्याकेट लगाएको थिएँ गाइज यति चिसो भएको थियो कि मलाई लाग्यो कि म बेकारमा आएँ क्या त्यही भएर बाक्लो ज्याकेटहरू अनि हुडीहरू र भन्छ नि हाइनेक के हुन्छ बाक्लोहरू इनरहरू सबै लिएर आउनु होला गाइज हामी चाहिँ कामबाट फर्किसकेको छौँ र घर जानुभन्दा अगाडि चाहिँ हामी चाहिँ इस्ट्याम्प लिएर जान्छौँ जो चाहिँ लन्डनकै त्यही ठाउँको नाम हो र त्यहाँ चाहिँ हाम्रो अपटाउन पार्क हो र अपटाउन पार्कभन्दा इस्ट्याम्प एकछिन मात्र टाढा छ त्यस्तै 20-30 मिनटको होला दूरी चाहिँ र
हामी त्यहाँ जान्छौँ सामानहरू किन्छौँ किनकि त्यहाँ एकदम राम्रो राम्रो सामानहरू पाइन्छ नेपाली सामानहरू पनि पाइन्छ अलिअलि र हामी त्यहाँ जान्छौँ के भए पनि गाइज हामी चाहिँ कामबाट फर्केको थियौँ र भोक लास्टै लागिरहेको थियो कि अनि के गरौँ भइरहेको थियो अनि केटाहरूले भन्यौँ खाना दाल बनाइरहेको छ भनेर भन्यो तर अब सब्जी केही पनि थिएन अनि हामीले चाहिँ गयौँ अनि केही सामानहरू थिएन क्या त्यही भएर चाहिँ हामीले के गऱ्यौँ भन्दाखेरि त्यही चना अलिकति हामीले चाहिँ भिजाएर राखेको थियौँ अनि त्यही चना चाहिँ फ्राई गऱ्यौँ अनि त्यसमा एगहरू मिसायौँ त्यसमा अनि त्यसपछि त्यही नगेट्सहरू फ्राई गऱ्यौँ अनि खायौँ त्यही भएर चाहिँ आज चाहिँ हामी सामान लिन गइरहेछौँ किनकि केही पनि सामानहरू छैन हामीसँग यही हो स्ट्याम्प चाहिँ र अहिले चाहिँ पानी परिरहेको छ त्यही भएर चाहिँ नि अब हामीले छाता पनि ल्याएको छैनौँ त्यही भएर चाहिँ हामी यो ट्रेनको छेउमा चाहिँ हामी बसिरहेछौँ अहिले चाहिँ हामी स्ट्याम्पबाट फर्केर अपटाउन पार्कमा छौँ र अहिले चाहिँ हामी सपिङबाट निस्किसकेको छौँ सपिङ मलबाट र हामीले चाहिँ यति धेरै सामान किनेछौँ गाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ र यहाँ किशोर छ थाकेर बिचरा ग्रस्तै भएको छ र किशोर चाहिँ अहिले चाहिँ सामान के अरे भोक लागेको छ के खान्छ आज म बनाउँछु नि त हुन्छ के बनाउनु भोक लागेको बेलामा खाना दियो भयो र गाइज उसले चाहिँ मलाई एप्रुभल दिइसकेको छ र अब चाहिँ म आफ्नो मन पर्दी बनाउँछु होइन के पोडकास्ट हो केही रियल टकहरू पोस्टकार्ड केही रियल टकहरू गरौँ न त ल के रे पोडकास्ट पोडकास्ट रियल टकहरू गरौँ न थाकेको छौ थाक्न त हल्का फुल्का थाका छ काम कस्तो भयो आज विकली 6 डे काम आज भोलि सिफ्ट दिएको भए भोलि पनि गरिदिन्थ्यो काम पाएपछि दाइ हेर्नुहोस् केरा हो 7 दिनको 7 दिनै हानिदिने हो होइन काम नपाउन्जेलसम्म चाहिँ चुपचाप मुखमा ताल चलाउने बस्ने हामी बस्ने त होइन खोज्न हिँड्ने खोज्नु हिँड्ने जसले काम पाएको छैन उसले खोज्नु हिँड्ने जो आउनु खोजेछ ऊ चाहिँ खोज्ने भन्ने सोच आउने तर 1 महिनालाई ब्याकअप लिएर आउनु पर्यो होइन 1 महिनालाई हो र 1-1.5 महिना 2 महिना 2-3 महिनालाई हुन्छ त्यो सामान ल्याइसकेको छ हाम्रो हेलो सुमित हेलो शीतल फेरि लड्ने हो कि लडिँदैन लडेर उठ्यो नि त अब सिकेको मैले ओहो र केटाहरूले यहाँ चुनाव लड्ने कुरा गरिरहेछ चुनावमा लड्ने हो चुनावमा त तिमी उठ्यो होइन बिहान हाम्रो बस यो बेक्टन बस स्टेसन जान्छ 104 नम्बरको बस सो फाइनली चाहिँ हामी रुममा आइसकेछौँ र किशोर चाहिँ अहिले नुहाउन गएको छ र हामी दुईजना छौँ रुममा चाहिँ लास्ट थाकेछौँ गाइस लास्ट चाहिँ के भन्नु आई कान एक्सप्लेन होइन हिजो काम गरेर आयो खायो सुत्यो 3 घन्टा सुतेर फेरि काममा गयो र फेरि काम गरेर आएर 2 घन्टा जति ट्राभल गरेर फेरि इस टाइममा गएर सामान ल्याएर रुममा आउनु 20 मिनट जति लाग्छ र फेरि सामान ल्याएर राखेर खाना फेरि बनाउनु त एकदम झुर काम हो अब चाहिँ हामी जान्छौँ अब नुहाउँछौँ त्यसपछि नुहाएर खानाहरू बनाउँछौँ खाना खान्छौँ आज चाहिँ स्याटरडे हो भोलि सन्डे हो त्यसले गर्दा चाहिँ हामी चाहिँ आज केही स्पेसल खाउन भनेर प्लानिङ गरिरहेछौँ लेट्स सी के हुन्छ र हाम्रो एउटा साथी पनि छ जुन चाहिँ अहिले धेरै भयो नभेटेको युनि लागेको थियो त्यसपछि एकचोटि भेट्यो उसलाई डिनरमा बोलाएको छौँ हामीले चाहिँ अहिले र ऊ आउँछु भनेर भनिरहेछ र अहिले हाम्रो युनिमा फुल टाइम चलिरहेछ जसले गर्दाखेरि चाहिँ साथीहरू भेट्नु एकदमै गाह्रो छ क्या त्यसले गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि अब उसलाई बोलाउँ यसो डिनरमा यसो बोलाएर जोइन गरौँ खाउँ भनेर चाहिँ यसो सोचिरहेछौँ सो गाइज हियर इज आवर फ्रेन्ड फाइनली अराइभ इन आवर होम र फाइनली ऊ चाहिँ आइसक्यो कस्तो रहेछ त दिनहरू कति घन्टा खाने आज काम
7:30 घन्टा हाल्ने गाइस उसले नाच्दैन एकचोटि ब्लग बनाउने दिदी shopping styles guys shopping styles wow Chili and chicken. Okay, mate. For you can cook the chili and chicken. You made. You got me, yeah? गाइस यो चाहिँ क्याप्सिकमलाई चाहिँ लन्डनमा क्याप्सिकम भन्दैन यसले चाहिँ पेपर्स भन्छ क्याप्सिकम भनेर मान्नु होला र सरी भन्ला के हो तिमी चाहिँ नमस्ते म भाग्य नेपालीको देख्न सक्नुहुन्छ युवालाई लन्डनमा घरबार विहीन हामी चाहिँ अहिले चिकन करी बनाउने अभियानमा छौँ यहाँ छ चिकन र चिकन रोस्ट भइरहेको छ यहाँ हाम्रो हुन्छ दाई उहाँ चाहिँ आफ्नो लागि खाना बनाइराख्नु भएको छ र हाम्रो साथी पनि आइसकेको छ यहाँ है भाइ तिमी फ्री फायर खेल्नु लागेको कि पब्जी प्यान तिम्रो टाउकोमा हान्नुपर्छ हेडसट हान्थ्यो नि फ्री फायर जस्तै यार मैंने भात खाने आया ही नहीं बड़ी अहिले शीतल चेयरमा बस्ने रमाइलो लाग्छ कि सोफामा बसेर खानु हो VIP person sitting VIP. यस दिदी हजुर दिदी सरी दिदी थ्याङ्क यू सो मच एभ्री वान जसले चाहिँ मेरो भिडियो अन्त्यसम्म हेरिदिनु भयो एज अ इन्टरनेसनल स्टुडेन्ट इन द लन्डन एज अ नेपाली र हजुरहरूलाई यो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला र सब्सक्राइबको बटनमा बेल आइकनको घन्टी ट्याङ्ग बजाएर छोडिदिनु होला जसले चाहिँ गर्दाखेरि मेरो लेटेस्ट भिडियो जुन आउँछ जुन चाहिँ हजुरको फिडमा नोटिफिकेसन आइहाल्छ र यस्तै राम्रो राम्रो भिडियोहरू इन्फर्मेटिभ भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानलमा आएर हेर्नुहोस् थ्याङ्क यू सर वाउ